आजको मेरो यात्रा यो मजो गुफा र सिंहदेवी मन्दिर। अब म त्यसतर्फ अगाडि बढ्दैछु। यही क्षेत्र जहाँ माघ महिनामा यहाँ मेला पनि लाग्दछ। माघ महिनाको हाम्रो माघ 1 गतेदेखि मेला पनि लाग्दछ। यहाँनिर निर्माण कार्यको लागि निर्माण सामग्रीहरू पनि अलिअलि थुपारिएको छ। पानी ठुलाउँदा सहजता होस् भन्ने उद्देश्यले यहाँ पुल निर्माण कार्य पनि भइरहेको छ। यतापट्टि पानी र माथिबाट खोला पनि बगिरहेछ। यो अस्सा खोला हो। बर्खाको कारणले अलिअलि झारहरू पलाएको छ। म मजो गुफा प्रवेश गर्ने आँटिसकेको छु। मेरो पछाडि तपाईँहरूले मजो गुफाको गेट देखिरहनु भएको छ। मजो गुफाको प्रवेशद्वार सुरु भइसकेको छ। अब हामी यहाँबाट मजो गुफातर्फ छिर्नेछौँ। यहाँबाट मजो गुफाभित्र हामी पस्नुपर्ने हुन्छ। तर अहिले यो समयमा चाहिँ यहाँ लाइटको व्यवस्था नभएको कारणले म यहाँभित्र प्रवेश गर्दिनँ। तपाईँहरूलाई म पछि माघमा यहाँबाट पनि प्रवेश गरेर देखाउनेछु। अब हामी सिंहदेवी मन्दिरतर्फ अगाडि बढ्दैछौँ। तपाईँहरूले मेरो ब्याकग्राउन्डमा पर सिंहदेवी मन्दिर देखिरहनु भएको छ। अब हामी त्यतातर्फ अगाडि बढ्छौँ। खेतको आलीमा यस प्रकारको चढ्ने ठाउँ निर्माण गरिएको छ। कति राम्रो प्रविधि। यहाँ के को बिउ उम्रिसकेको छ। मैले त चिनिनँ एक्ज्याक्ट। तपाईँहरूले चिन्नुहुन्छ कि यो बिउ? ध्यान दिएर यो बिरुवामा हेर्नुहोस् त। यहाँ के यो बोटमा र यो रुखमा केही फलिरहेछ के? यो काफल हो। म अब मन्दिर प्रवेश गर्दैछु। सिंहदेवी भगवतीको मन्दिर छ यहाँ। मन्दिर निर्माणको बारेमा छोटो जानकारी छ यहाँ देवीको प्रतिमा तपाईँहरू मूर्ति देख्न सक्नुहुनेछ। सिंहदेवी मन्दिर। अस्ति भर्खर यहाँ देवी पूजा पनि गरिएको थियो होइन। यहाँबाट हामी रमाइलो दृश्यहरू अवलोकन गर्न सक्छौँ। यो मन्दिर आउने औपचारिक मार्ग हो यो चाहिँ। यो हामी यो बाटोबाट, यो सानो बाटो रमाइलो बाटो, यो बाटोबाट हामी आउन सक्छौँ। अहिले चाहिँ म यो बाटो फर्किँदैछु। यो पछाडिको सिन यहाँ हामी देख्न सक्छौँ। यहाँ के उमारिरहनु भएको छ। मन्दिर देखिन्छ पछाडि। त्यसपछि यताको अलिकति नजारा पनि हेरौँ हामीहरू। यस मन्दिर क्षेत्रबाट देखिने यो खेतका गराहरूको दृश्य पनि एकदमै मनमोहक देखिन्छ। तल जुन नागबेली बाटो देखिरहेको छ त्यो चाहिँ शेर्माबाट पोक्लाबाङ यस फेदा पालिकाको कार्यालय जाने बाटो देखिन्छ। अलि पर देखिएको जो मधुरो देखिएको छ त्यो चाहिँ तेह्रथुम जिल्लाको सदरमुकाम म्याग्लुङ बजार देखिरहेको छ। अलिक पर देखिरहेको छ। यो एकदमै सहज तरिकाले निर्माण गरिएको बाटोबाट हामी उता बाहिर निक्लिन सक्छौँ। बाटोमा निक्लिन सक्छौँ। लगभग मुहानतर्फ छौँ। यहाँ पानीको आवाज सुनिराखिएको छ। अब यहाँबाट हामी माथि उक्लनेछौँ। यो काठको फड्केबाट अब हामी मन्दिर प्रवेश गर्ने अर्को उत्तरतर्फको बाटो छ यहाँनिर। यो मध्य पहाडी लोकमार्गबाट यहाँ हामीले आफ्नो सवारी साधनहरू पार गरेर यो बाटो हुँदै हामी मन्दिर एरिया प्रवेश गर्न सक्छौँ। धन्यवाद।